आउनुहोस् आज हामी एउटा छुट्टै खालको रोगको बारेमा जानकारी दिन चाहन्छौँ। मानसिक स्वास्थ्य या मानसिक रोग। जस्तै कि संसारमा विभिन्न खालका रोगहरू हुन्छन्, शारीरिक रोग र मानसिक रोग। खास गरेर यी दुई किसिमका रोग हुन्छन् यो संसारमा। शारीरिक रोग भनेको त्यो देखिने रोग हो र सजिलैसँग त्यसको उपचार पनि गरिन्छ। तर मानसिक रोग भनेको अलिकति नदेखिने रोग, मानिसहरूको आन्तरिक रोग भएको हुनाले यसप्रति जनमानसमा सोच अर्कै छ र यसको सजिलैसँग यो रोगको उपचारका लागि मानिसहरू तयार भएको देखिँदैन। त्यसले गर्दाखेरि शारीरिक रोग जति उपचार गर्न सजिलो छ त्यति नै गाह्रो मानसिक रोगको उपचार गर्न गाह्रो छ। त्यसैले आउनुहोस् आज हामी यो मानसिक रोग सम्बन्धी केही जानकारी लियौँ र मानसिक रोग के हो र यसको अवस्थाको बारेमा जानकारी दिन चाहन्छौँ। आउनुहोस् आज हामी मानसिक रोगको बारेमा केही जानकारी लियौँ। विश्व स्वास्थ्य सङ्गठनको परिभाषा अनुसार स्वस्थ रहनु भनेको सामाजिक, मानसिक र शारीरिक रूपमा सबल हुनु हो। यी तीन कुरा मध्ये मानसिक स्वास्थ्य सामाजिक जीवनको परिसूचक पनि हो। तर सामान्यतया मानसिक स्वास्थ्यलाई त्यति प्राथमिकतामा राखिएको पाइँदैन। शारीरिक स्वास्थ्यता र रोगबारे संसारभरि जति खोज र अनुसन्धान भएका छन् त्यसको तुलनामा मानसिक स्वास्थ्यको क्षेत्रमा एकदमै कम प्रयास भएको देखिन्छ। विश्वका धनी र शक्तिशाली भनिएका राष्ट्रहरूमा समेत मानसिक स्वास्थ्यको स्थिति सन्तोषजनक छैन। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी सङ्घ संस्थाले संस्थागत रूपमा काम गर्न त थालेका छन्, तर पनि समाजमा मानसिक रोगप्रतिको नकारात्मक धारणाका कारण बिरामीहरू खुलेर आउन र उपचार गर्ने परिस्थिति बन्न सकेको छैन। सामान्यतया मानसिक रोग भन्नाले त्यस्तो अवस्था बुझिन्छ जसमा सोचाइ, व्यवहार र अनुभवमा असर पर्छ। तर समाजमा मानसिक रोग भन्ने बित्तिकै बहुलापन, पागलपन भन्ने धारणा छ, जसको कारण दैवी श्राप, पाप कर्मको फल र बोक्सीको बिगार आदिलाई मानिन्छ। मानिस तथा पशुहरूको दिमाग सन्तुलन बिग्रेर अथवा मानसिक सन्तुलनका कारण देखा पर्न सक्ने विभिन्न रोगलाई मानसिक रोग भनिन्छ। मानिस तथा पशुहरूको मानसिक स्थिति बिगार्ने रोगहरू धेरै प्रकारका छन्। मानसिक स्थिति खराब अथवा कमजोर भएमा कतिपय मान्छे तथा पशुहरू बौलाउने पनि गर्दछन्। चिकित्सा विज्ञान अनुसार मानसिक रोग सामान्यतः टाउको दुखाइ, माइग्रेन, मनोत्रास, एड्जाइटी, मनोचिन्ता, डिप्रेसन, उन्माद, मेनियादेखि कडा खालका साइकोसिस र सिजोफ्रेनिया जस्ता रोगहरू पर्छन्। कुनै कडा खालका मानसिक रोगमा पागलपनका लक्षण पनि हुन सक्लान्, तर त्यस्तो भन्दैमा मानसिक रोगीलाई पागल भन्नु सर्वथा अनुचित हो। मानसिक रोग जुनसुकै उमेर समूहका पुरुष वा महिला जसलाई पनि हुन सक्छ। बच्चाहरूमा एक्लै बस्न रुचाउने, लगातार एउटै कुरामा मात्र ध्यान दिने, स्पष्ट बोली नआउने, धेरै डराउने, शङ्का गर्ने, स्कुल जान सधैँ झगडा गर्ने वा स्कुलबाट भाग्ने, भनेको अटेर गर्ने आदि मानसिक रोगका लक्षण हुन सक्छन्। त्यसैगरी वयस्कमा मानसिक रोग भएमा एक्लै बोल्ने वा बरबराउने, नभएको आवाज सुन्ने, नभएका वस्तु वा व्यक्ति देख्ने, निराश हुने, बेखुसी हुने, चाहिने भन्दा बढी खुसी हुने जस्ता लक्षण देखिन्छन्। वृद्ध अवस्थामा भने स्मरण शक्ति धेरै घट्ने, धेरै रिसाउने, शङ्का गर्ने लक्षण पाइन्छ। साथै जुनसुकै उमेरमा नसाको कुलतमा फस्नु पनि मानसिक समस्या हो। मानसिक रोगको उपचारमा अस्पताल र विभिन्न सङ्घ संस्थाहरू लागि परे पनि सोचे जस्तो सुधार भने देखिँदैन। अहिलेको स्वास्थ्य संरचनामा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएको छैन। प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले सामान्य रूपमा मानसिक स्वास्थ्यलाई समेट्न खोजेको देखिन्छ, तर त्यो पर्याप्त छैन। मानसिक स्वास्थ्यको स्थिति सबल बनाउन मानसिक स्वास्थ्य ऐन हुनुपर्छ र मानसिक स्वास्थ्य नीति प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ। साथै स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै महाशाखा स्थापना गर्न जरुरी छ, जसले मानसिक स्वास्थ्यका कार्यक्रम मातहतका स्वास्थ्य संस्थामा निरन्तर सञ्चालन गर्न सकोस्। छिमेकी मुलुक भारतमा धेरै वर्षको प्रयासपछि हालसालै मेन्टल हेल्थ केयर बिल पारित भएको छ, तर नेपालमा त्यो अवस्था आउन वर्षौँ कुर्नुपर्ने हुन सक्छ। नेपालमा कुल जनसङ्ख्याको 20 देखि 25% कुनै न कुनै किसिमको मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले देखाएको छ। एकातिर मानसिक रोग भएकाको पहिचान र उपचारमा कठिनाइ छ भने अर्कोतिर उनीहरूको अधिकारको रक्षा गर्न सकिएको छैन। मानसिक रोगबाट ग्रस्त व्यक्तिले समाजमा स्वतन्त्रसँग बाँच्न, काम गर्न, समान अधिकार उपभोग गर्न पाएका छैनन्। मानसिक रोग लागेकालाई छरछिमेकमा राख्दा डर हुने, समाजबाट टाढै राख्नुपर्छ, विवाह गर्नु हुँदैन, कुनै जिम्मेवारी दिनु हुँदैन भन्ने गलत धारणा छन्। यी सोचाइलाई पन्छ्याउँदै मानसिक रोगीको पुनर्स्थापनाका लागि सामाजिक सचेतना कार्यक्रम ल्याउन जरुरी देखिन्छ।
मानसिक स्वास्थ्य सेवामा खर्च गर्नु भनेको पैसा नाश होइन भन्ने समाजले बुझ्नुपर्छ। मानसिक रोग भएकालाई स्वतन्त्र र सम्मानपूर्वक समाजमै बस्ने अवस्था मिलाउनुपर्छ। समाजले नराम्रो सोच्ला, फरक व्यवहार गर्ला भन्ने डरले नै धेरै मानसिक रोगीहरू रोगबारे खुलेर भन्दैनन्। मानसिक रोग भएकाहरू डरलाग्दा र विश्वास गर्न नसकिने हुन्छन् भन्ने भ्रम चिन्ह मानसिक रोग पनि अरू रोग जस्तै हो र सबै मानसिक रोगी डरलाग्दा हुँदैनन् भन्ने जनचेतना फैलाउन पर्छ। तब मात्रै रोग लुकाउन खोज्ने र लुकेर उपचार गर्ने प्रवृत्तिको अन्त्य हुन्छ। मानसिक रोग भएका व्यक्ति र तिनको परिवारले रोग लुकाउनुको मुख्य कारण नै समाजले गर्ने विभेदपूर्ण व्यवहार हो। समाजमा अझै पनि मानसिक रोग भनेको कहिल्यै ठिक नहुने दीर्घ रोग हो भन्ने सोच छ। यसै कारण मानसिक रोगहरू घृणाका पात्र बन्ने गरेका छन्। त्यसमाथि उनीहरूलाई बहुला र पागल भनी सम्बोधन गर्ने परिपाटी त झन् डरलाग्दो छ। कतिपय अवस्थामा त मानसिक रोगीहरू समाजबाट बहिष्कृत भएको पनि भेटिएका छन्। यो परिस्थिति निम्त्याउनुमा मानसिक रोगबारे समाजमा रहेको अन्धविश्वास र चेतनाको कमी कारक रहेको छ। मानसिक रोगको बायोमेडिकल कन्सेप्ट मात्र बुझाउन सकिए पनि त्यस्तो भेद कम हुन्थ्यो। हाम्रो समाजमा पागल, बहुला, साइको जस्ता शब्दहरू साह्रै हलुका रूपमा प्रयोग गरिन्छ। चाहे सामाजिक सञ्जालमा होस्, आपसी कुराकानी वा गीत सङ्गीतमा। मानसिक अस्पतालको बाटो भएर हिँड्नेले त्यो त पागलहरूलाई थुनेर राख्ने ठाउँ हो वा साइकोहरूलाई उपचार गर्ने ठाउँ हो भन्दा यो समाजमा धेरै मानिसले मानसिक स्वास्थ्य र रोगबारे राम्ररी बुझेका छैनन् र बुझ्ने प्रयास पनि गरेको छैनन् भन्ने देखिन्छ। त्यस्तै कारणले मानसिक रोग लागेकाहरू मानसिक अस्पतालको गेटभित्र छिर्न समेत हिचकिचाउँछन्। मानसिक रोग र रोगीलाई गलत रूपमा हेर्ने सोचाइ अनपढ मान्छेमा हुनु स्वाभाविकै होला, तर सभ्य र शिक्षित वर्गले पनि यस्तो सोचाइ राख्दा हामी मानसिक स्वास्थ्यको सवालमा कति पिछडिएका छौँ भन्ने प्रश्न हुन्छ। मानसिक रोगको उपचारमा विशेषज्ञता हासिल गरेका मनोचिकित्सकहरूलाई समेत यो त बहुलाको डाक्टर हो भनी नामकरण गरिन्छ। पागलहरूलाई उपचार गर्ने डाक्टर नै साइको हुँदो हो समेत भनिन्छ। यस्तै सोचाइका कारण कुनै समय मानसिक रोग लागेर ठिक भएकाहरू पनि समाजमा निर्धक्कसँग बाँच्न र काम गर्न सकेका छैनन्। विवाह गर्ने उमेरका युवा युवतीहरूमा त झनै यो रोगको ठुलो प्रभाव पार्छ। धेरैजसो अवस्थामा विवाह पूर्व रोग लुकाउने गरिन्छ। यसले गर्दा विवाहपछि हिंसाका घटनाहरू समेत हुने गरेका छन्। कन्भर्जन रोग भएका युवतीहरूलाई त्यसलाई लोग्ने चाहिएको हो, विवाह गरिदिए ठिक हुन्छ भन्ने प्रवृत्ति छ। उचित शिक्षा, राम्रो वातावरण र तनावमुक्त अवस्था भए यो रोग लाग्दैन भनेर समाजले कहिले बुझ्ने? हुन त राज्य स्तरबाट पनि यस्तो विभेदको अन्त्य गर्न प्रभावकारी पहल कदमी भएको छैन। कडा खालका मानसिक रोगले ग्रसित भई सडकमा जीवन बाँच्न बाध्य भएकालाई राज्यको तर्फबाट उद्धार तथा पुनर्स्थापना गर्ने काम भएको छैन। सरकारी प्रेस हेर्ने हो भने नाम कहिलिएका अस्पतालहरूमा समेत मानसिक विभाग खोल्ने र क्षमता बढाउनेतर्फ ध्यान दिएको छैन। देशको एकमात्र मानसिक अस्पतालको स्थिति पनि सन्तोषजनक छैन। मानसिक स्वास्थ्य स्थिति सुदृढ बनाउन प्रभावकारी नीति नियमको खाँचो छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत मानसिक स्वास्थ्य महाशाखा खोली अञ्चल, जिल्ला अस्पताल र अरू अस्पताल तथा मेडिकल कलेजमा मनोचिकित्सक, ओपिडी र वार्ड राख्नु एकदमै जरुरी छ। त्यसका साथै स्कुल र कलेजका विद्यार्थीहरूमा मानसिक स्वास्थ्य र रोगबारे जानकारीमूलक पाठ्य सामग्री राख्ने, सभा, सेमिनार, रेडियो, टिभीमा चेतनामूलक कार्यक्रम प्रसारण गरेमा समाजमा चेतना स्तर वृद्धि गर्न मद्दत पुग्थ्यो कि? समाजमा मानसिक रोगीमाथि विभेदका घटना र नकारात्मक सोचाइ केही हदसम्म कम गर्न सकेमा मानसिक स्थितिमा स्वास्थ्यप्रति न्याय हुन्थ्यो कि? आउनुहोस् केही प्रचलित मानसिक रोगहरूको बारेमा जानकारी लिउँ। हुन त प्रत्येक व्यक्ति कुनै न कुनै मानसिक रोगको शिकार हुन्छ। जस्तै निन्द्रामा बोल्नु, एक्लै बरबराउनु, रक्सी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्व्यसन बन्नु, अचानक रिसाउनु आदि सबै मानसिक रोग नै मानिन्छ। तर कुनै खास रोगका कारण व्यक्तिको मानसिक सन्तुलन पुरै बिग्रेर व्यक्तिको दिमागले सही काम गर्न छोड्छ भने त्यसलाई पूर्ण रूपले मानसिक रोगको शिकार भएको मानिन्छ। यसरी व्यक्तिलाई पूर्ण मानसिक रोगी बनाउने खालका केही रोगहरू यस प्रकार रहेका छन्। दुश्चिन्ता विकृति एड्जाइटी डिजअर्डर एक प्रमुख मनोवैज्ञानिक विकृति हो। यस किसिमको मानसिक रोगमा चिन्ताको स्तर निकै बढ्छ, जसले गर्दा व्यक्तिको दैनिक समायोजन कुप्रभावित हुन पुग्छ। मनोदशा विकृति DCMका अनुसार डिप्रेसनलाई मनोदशा विकृति मुड डिजअर्डर पनि भनिन्छ। DCMले मुड डिजअर्डरलाई एक ध्रुवीय डिप्रेसन, युनिपोलर डिप्रेसन तथा द्विध्रुवीय डिप्रेसन, बाइपोलर डिप्रेसन गरी दुई भागमा बाँडेको छ। बाइपोलर त्यस्तो डिप्रेसन हो जुन डिप्रेसनमा उदासीका साथै उत्साह तथा उन्माद देखा पर्छ। अर्थात् यस्ता रोगीहरू कुनै बेला एकदम उदास हुन्छन् भने कुनै बेला एकदम उत्साहित हुन्छन्। तर युनिपोलर डिप्रेसनका रोगीहरूमा उन्माद वा उत्साहको लक्षण देखिँदैन। सिजोफ्रेनिया एक प्रकारको गम्भीर मानसिक रोग हो।
आम भाषामा यो रोगलाई पागलपन पनि भनिन्छ, तर यो शब्दको प्रयोग गर्नु उचित हुँदैन। त्यसलगायत अन्य मानसिक रोगहरूमा काया प्रारूप विकृति, विच्छेदनात्मक विकृति, व्यक्तित्व विकृति, कग्निटिभ डिसअर्डर, इटिङ डिसअर्डर, दुर्व्यसन सम्बन्धी विकार, लागु पदार्थ व्यसन, यौन समस्या, बाल्यकालमा देखिने मनोवैज्ञानिक रोग। माथि उल्लेखित मनोरोगहरू बाल्यकाल वा युवावस्थामा सुरु भएर बुढेसकालसम्म पनि रहिरहन्छन्, बुढेसकालमा पनि हुन सक्छन्। तर डेलिरियम्स, भ्रम तथा प्रलाप तथा डिमेन्सिया जस्ता रोगहरू प्राय बुढेसकालमा हुने गर्छन्। यसरी व्यक्तिलाई पूर्ण मानसिक रोगी बनाउने खालका केही रोगहरू यस प्रकार रहेका छन्: रेबिज, छारे रोग, पागलपन, अवसाद, अनिन्द्रा, अवसादको प्रथम स्तर, निराशा, हिस्टेरिया। यी भए मानसिक रोगका प्रकारहरू। र यस लगायतका अन्य मानसिक रोगहरू पनि छन् जसले व्यक्तिको व्यक्तित्वमा प्रभाव पारिरहेका हुन्छन्। मानसिक रोगका कारणहरू। मानसिक रोगको सम्बन्धमा मन र मस्तिष्क दुवैतर्फ छ, यसैले मानसिक रोगको असर पनि मन र मस्तिष्क दुवैमा पर्न जान्छ। प्रायजसो मानसिक रोगी हुन सक्ने मुख्य कारण यस प्रकार अनुभव गरिएको छ। मानसिक रोगको शिकार भएका मानसिक रोगीहरूको अवलोकन अनुसार मानसिक रोग लाग्न सक्ने कारणहरू मनोचिकित्सक तथा मनोवैज्ञानिकहरूले निम्नानुसार सिद्ध गरेका छन्। मन चलायमान हुन्छ। मन नै शरीरको वाहक हो जसले यो देहलाई सही अथवा गलत मार्गमा डोर्याएर लैजान्छ। यसैले हाम्रो धर्म तथा पुराणहरूमा विद्वानहरूले मनमाथि ठुलो वर्णन गरेको पाइन्छ। यस्तै आजको वैज्ञानिक युगमा पनि मनको मानव शरीरमाथि प्रमुख अस्तित्व छ। यदि कसैले मनलाई बसमा राख्न सक्दैन भने त्यो व्यक्ति मानसिक रोगको शिकार हुन्छ। मस्तिष्क सजीव प्राणीको प्रमुख अङ्ग हो। मस्तिष्कलाई दिमाग तथा शीर्ष पनि भनिन्छ। मस्तिष्कमा कुनै पनि बाहिरीय अथवा भित्रीय चोट पर्न गएर व्यक्ति मानसिक रोगको शिकार हुन सक्छ। सरुवा मानसिक रोग। केही रोगहरू सरुवा हुन्छन् जो एक प्राणीबाट अर्को प्राणीमा सर्छन्। जुन सरुवा रोगले रोगीलाई मानसिक असर पुगाउँछ त्यस्तो रोगलाई सरुवा मानसिक रोग भनिन्छ। व्यक्तिलाई मानसिक रोगीको शिकार बनाउने सरुवा मानसिक रोग पनि एक कारण हो। यसरी हामी के देख्छौँ भने यो संसारमा विभिन्न खालके रोगहरूमध्ये जुन देखिने रोगहरू छन्, कुनै नदेखिने रोगहरू छन्, कुनै सर्ने छन्, कुनै नसर्ने रोगहरू छन्। तर सर्ने रोगभन्दा यसरी नसर्ने रोगहरू बढी घातक हुन्छन् र बढी पीडादायक हुन्छन् र यसको उपचारमा खास गरेर धेरै खर्च लाग्ने र रोगको उपचारमा मानिसहरू त्यति सक्रिय भएर लागेको जस्तो देखिँदैन। त के जरुरी छ भने हामीले यस्ता रोगहरूको पहिचान गरी समयमै उपचार गर्यो भने यस्ता रोगहरूको पनि निदान गर्न सकिन्छ। यसको उपचार विधिहरू पनि छन्। बिस्तारै हाम्रा यसका यी मानसिक रोगहरूको उपचार विधिको बारेमा हामी पछिको कार्यक्रममा छलफल गर्दै जानेछौँ। आजलाई तपाईँहरू सम्पूर्णबाट म बिदा हुन चाहन्छु। ओम